आफूले आफ्नो बस्नुमा कि यो छ यसरी सुतेर बस्छ। अब उहाँ आउँदैछ अरे आएर सपोज के गर्ने मैले त्यही त भने अघि टाइगरको गराटे देखि कुनै के तर तपाईँले क्लुनी महिला महाविद्यालयको सेल्फ डिफेन्स अनि योगा समितिको तत्त्वावधानमा आजबाट महाविद्यालयमा 3 दिवसीय सेल्फ डिफेन्स अनि योगा प्रशिक्षण आरम्भ भएको छ, जसमा मुख्य प्रशिक्षकका रूपमा गोर्खा हिल कराते अनि किक बक्सिङका मुख्य प्रशिक्षक राकेश बसोले उपस्थित विद्यार्थीहरूलाई प्रशिक्षण गराए। आजको समयमा प्रत्येक विद्यार्थीहरू साथै प्रत्येक मानिसका लागि अत्यावश्यक बनेको आत्मरक्षा साथै योग विषय विद्यार्थीहरूलाई प्रशिक्षित साथै सचेत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक समितिका संयोजक साङ्गे तामाङले बताए। यसरी विशेष गरी महाविद्यालयमा पाठ्यपुस्तकहरूको पठन सँगसँगै यस्ता व्यावहारिक विषयहरूमा पनि विद्यार्थीहरूलाई सचेत र तयार गराउने महाविद्यालयको प्रयास रहेको महाविद्यालयकी प्राचार्य सिस्टर डाक्टर पुष्प माइकलले बताइन्। आज 4 मार्चबाट प्रशिक्षण सुरु आरम्भ भएर 6 मार्चसम्म चल्नेछ भने प्रत्येक सत्रका विद्यार्थीहरूले यसमा सहभागिता जनाउनेछन्। एउटा यो छैन, यो तपाईको यो हात चाहिँ जहिले पनि एकदम फ्रिज हुनु चाहिँ यसले चाहिँ यो साथ बुझ्नु यसरी मजाले लो अब गर यस हो यसरी। तर अलिक यहाँ यसरी यो पक्ड तिमीले गर्नु त गर्यो, तर जहिले पनि अलिक एकदम बलियो खालको मान्छे छ भने त उसले त छोड्दैन, तर यो हात जहिले पनि यसलाई यहाँ लागेको हुनुपर्छ। यस्तो छ नि यो यसरी बुझ्यौ कसरी कसरी फेरि यसले यहाँ लागेको हुनुपर्छ कसरी यस हो यसरी गर्नुपर्छ र गरेर कुदिहाल्नुपर्छ बुझ्यौ। यसरी यस सेल्फ डिफेन्स एवं आत्मरक्षा किन आवश्यक छ र योगले मानिसलाई के सहयोग गर्दछ आदि विषय मुख्य प्रशिक्षक राकेश बसोले थप बताएका छन्। म गोर्खा हिल कराटे एन्ड किक बक्सिङका चिफ इन्स्ट्रक्टर हो र आज चाहिँ म सर्वप्रथम चाहिँ सिस्टरलाई धन्यवाद प्रिन्सिपल सिस्टरलाई धन्यवाद दिन चाहन्छु, किनभने उहाँले एउटा मलाई यस्तो मौका दिनुभयो कि नानीहरूलाई चाहिँ सेल्फ डिफेन्स ट्रेनिङ गराइदिनु भनेर है, र उहाँलाई चाहिँ म एकदमै संस्थाको तर्फबाट चाहिँ उहाँलाई धन्यवाद दिन चाहन्छु। र नानीहरूलाई चाहिँ सेल्फ डिफेन्स यति साह्रो निडी छ अहिलेको समयमा कि नानीहरूले अहिले अरूमाथि डिपेन्डेन्ट नबसोस् न नानीहरू भनेर चाहिँ हामीले चाहिँ यो कुराहरू चाहिँ पहिलादेखि नै हामी गर्दै आएका छौँ र अहिले चाहिँ सिस्टरहरूले पनि हामीलाई बोलाएर चाहिँ यो एउटा मौका दिनुभयो र नानीहरूले सिक्दै पनि छ र नानीहरूले राम्रै सिक्दैछ। उहाँहरूलाई चाहिँ सिकाउने मान्छे नभएर चाहिँ खास भने कतिजना नानीहरूले चाहिँ यस्तो सिक्नु मौका पाएको थिएन है, र आज चाहिँ मैले नानीहरूको इन्ट्रेस्ट देख्दाखेरि उहाँहरूको एउटा जोस देख्दा चाहिँ मलाई एकदमै खुसी लागिरहेछ कि हाम्रो कलेज पढ्ने नानीहरूले पनि सेल्फ डिफेन्सको लागि चाहिँ एकदमै इच्छा राख्दै रहेछ है। र उहाँहरूले पनि मैले कतिजनालाई सोद्धा चाहिँ हामीलाई चाहिँ यस्तो थाहै थिएन होइन, जो कि अब यसरी इन्स्ट्रक्टरहरू पनि यहाँनिर सिकाउनु हुनुहुन्छ र आज उहाँहरूले चाहिँ मैले एक दुईवटा ट्रिक्सहरू सिकाउँदा उहाँहरूले यति ध्यान लगाएर सिक्यो र नानीहरूले चाहिँ अब यस्तो चान्सहरू चाहिँ पाउनु पर्ने हो र नानीहरूलाई यस्तो जुन चाहिँ यो कलेजले नानीहरूलाई यस्तो कतिवटा कुरा सेल्फ डिफेन्सदेखि लिएर योगा अरू कतिवटा विभिन्न कार्यक्रमहरू गर्छ, विभिन्न उयोहरू कार्यक्रमहरू गर्दैछ र यसको निम्ति चाहिँ म क्लिनिक कलेजका सम्पूर्ण परिवारलाई चाहिँ धन्यवाद दिन चाहन्छु। आजको समयमा चाहिँ सेल्फ डिफेन्स योगा चाहिँ एकदमै अनिवार्यकै छ, गर्नुपर्ने हुन्छ, किनभने अहिले चाहिँ नानीहरूको हेर्नुहोस् अब जहिले पनि नानीहरूले हामीले खालि फिजिकली मात्रै फिट नभएर मेन्टली फिट बस्नु पऱ्यो नि त। मेन्टली फिट हुनुको लागि गराउनुको लागि चाहिँ यो एक्सर्साइज एकदमै निडी छ, एकदमै जरुरी छ। यो योगा र मार्सल आर्ट्स गर्नु चाहिँ नानीहरूले चाहिँ यो योगा मार्सल आर्ट गरेको छ भने चाहिँ नानीहरूले चाहिँ फ्युचरमा उहाँहरूले चाहिँ केही कहीँबाट पनि हार चाहिँ खाँदैन, उहाँहरूको एउटा जुन चाहिँ मोडल सपोर्ट र एउटा जोस लिएर चाहिँ उनीहरूले अगाडि काम गरेको हुन्छ। हजुर आज चाहिँ मैले पहिला चाहिँ मैले सेल्फ डिफेन्स सिकाएँ, त्यहाँपछि योगा पनि
त्यहाँदेखि यो आउने यहाँबाट कोही मान्छे हुन्छ तानेर पर नजर घुम्नु छ आफ्नो पकड हैन त्यसै पक्रिँदैन पक्रेर ओके यो घुमाउनु यो सब पक्रिनु यो गर्नु यताबाट पक्रा पक्रे यताबाट दिनबाट पक्रेन पक्रिनु तान्यो धेरै एक्साइटेडमा गर्दा यो गर्दा पक्रिनु पऱ्यो नि त पक्रिनु पऱ्यो